जस्तो 3टा पात छ नि 3टै पातमा आयो। अब यो चाहिँ यो फुल र यो फुल चाहिँ अब कति हेर्नुपर्छ भने अझै 4 दिन जति हेर्नुपर्छ। हजुर यो 4 दिन जतिमा चाहिँ के हो भने यो खाँदिएर आयो भने त्यसले काम गर्यो, हजुर यो तन्केर गयो भने चाहिँ त्यसले काम गरेन। गरेन। अझै हेर्न चाहिँ यो बाँकी छ नि, यो 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 यतिको ग्याप छ। 1 हप्ता भयो हानेको। 1 हप्ता भयो। 1 हप्ता भयो, अझ 1 हप्ता। अझै हेर्नुपर्छ 1 हप्ता। 1 हप्ता पछि थाहा हुन्छ। अनि 1 हप्ता पछि हेर्नुपर्छ। अब यसको यो 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 माथिको होइन, यो 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 हालेपछि फुलेको फुल यी दुईटा। हजुर यो फुल र यो फुल चाहिँ त्यो हालेपछि फुल्या फुल। हजुर यो फुल चाहिँ कति तन्किन्छ भन्ने कुरो हो। यतिसम्म गयो भने केही फरक परेन, त्योभन्दा टाढा गयो भने चाहिँ त्यसले काम गरेन भन्ने कुरो हो। अब यो अहिले यसरी यहाँ भयो। अब यो अर्को चाहिँ के गर्यो भने यहाँनिर यो छ नि, यो भर्खर फुल थियो, यो गेडा थियो, त्यतिखेर हाल्यो त नि हामीले। हजुर अब अर्को फुल चाहिँ यतिमा आयो, यहाँ आयो। अब यो अर्को नजिक यो कति भयो, यो 1 2 3 ठिक। अब यसले काम चाहिँ केही गर्छ हो कि के गर्छ? तिनै आउने हो, तिनै आउँछ तर नजिक बिचमा दूरी कति भयो? दूरी कति भयो मात्रै हो क्या, 3 पातको दूरी कति भयो भन्ने त्यो हेर्न पाइन्छ। काम गरे पनि हो भन्न नि सकिन्छ, होइन भन्न नि सकिन्छ। अब अहिले अलिकति समय कुरेपछि थाहा हुन्छ यसको हैन, रिजल्ट आउँछ। प्याक्लोब्युट्राजोलको स्प्रे गरेपछि एउटा त्यसमा यसमा